यो व्हाइट माम के बाबा व्हाइट माम तिमी खान्छौ त यता नमिस है फेरि पिङ्क हुन्छ येल्लो हुन्छ नि तिमी खानु फेरि तातो छ यता यो चिसो छ अब यो ओ तातो भयो नि त हो तातो खाइने ल चिसो खाऊ ल ल यसले खानु अब चिसो नि खाइदेऊ ल यो बाबाले ल यो खाइदेऊ त व्हाइट गुड बोय गुड बोय ल का भन्छ त मामा यस त्यसै बजाउनु न यो फुट्छ अहिले अस्ति तिमीले फुटाल्यो नि कतिवटा फुटाइसक्यो नि तिमीले ए व्हाइट मामेर त व्हाइट डन 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 टेन तर त्यसो गर्ने होइन छोरी त फुट्छ फुटाउनु होइन नि त ल आमा गयो त ए ल आमा व्हाइट माम व्हाइट माम ल छिटो ए चल्यो नि किन यस्तो चुच्चो पार्ने म यस्तो चुच्चो कुन्ची गरेर गिलाउन फेरि म रिसाउँछु है फेरि बाबा रिसाउँछु यो व्हाइट माम खानुपर्छ व्हाइट माम ए अब बाबालाई रिसाउन हाल्यो यसले ल व्हाइट माम खाइदेऊ यो सबै के मिसाएको यहाँ मिसाउनु होइन नि त्यसरी यताको माम त यतै हो यो माम तिमी खाने हो नि त यो बाबाको यो बेबीको हो नि त अब ल व्हाइट खाइदेऊ बाबाले दिएको पनि खानुपर्छ व्हाइट माम यस अब फेरि यो माम लग्यो म चरीलाई हालिदिन्छु नि चरीले खाइदिन्छ नि थाहा पाउँछ तिमी हिजो मैले चरीलाई माम दिएको हो कि ल यो खाऊ Good boy. ए बिगार्ने फेरि बिगार्न त तिमीले त कसैले नसक्ने भयो के पिकाबु गर्दै त पिकाबु यहाँ हेर त मामी एप्रोनमा माम छ तिम्रो एक बाबा त खाइदेऊ ल पिकाबु गर्ने नि गुड बोय अहिले फेरि सकिन्छ माम अनि फेरि बाबा माम खान्छु भन्यो थियो माम हुन्न नि फेरि अहिले ए के गरेको फेरि त्यस्तो त्यसरी माम खाने त के तिम्रो दाँत छ कि छैन छोरो तिम्रो कतिवटा दाँत छ बाबा तिम्रो कान खै तिम्रो कान कहाँ छ भन्छ बाबालाई वाउ अनि तिम्रो आँखा खै बाबुको आँखा खै यो हो ए ल माम हाम्मा गर्दै जाने नि खेल्दै जाने है त ओके ल भयो के छोड्दै यो पढ्दैन नि निकाल्नु ल बाबाले पढा फोहोर हुन्छ भनेर राखिदिएको हो नि त तिम्रो नाना फोहोर हुन्छ भनेर
ए मामा ए मामा पनि राखिदिनुहुन्छ कपडा मामा त राखिदिनुहुन्न बाबाले मात्रै हो बाबा हजुर मामा त काममा गएको बाबा अहिले मामालाई बेलुका हामी गाडी लिएर लिन जानु पर्छ नि त फेरि ल मामा खाइदियो त म गरेर रेडी भएर बस्नु पऱ्यो कि हामी मामा खाएर अनि हामी गुलुलुलुलुलुलु गाडी लिएर गुलुलुलुलु त्यहाँ जाने होइन तिमी गाडी कुदाउँछौ तिमी गाडी चलाउँछौ यसरी ल पार्कमा गएर गाडी चलाउने है गुड बोय मिठी मिठी नाम मेरो त मामा आएपछि हामीले मिठी मिठी माम खाइयो धेरै माम खाइयो थ्याङ्क यू मम्मी भन्यो है मामाले हो नि त त्यस्तो धेरै मिठी मिठी माम बनाइदिने बाबुलाई बाबाले त यति मात्रै हो के व्हाइट माम ल यति खाइदियो नि त लास्ट टाइम बाबालाई व्हाइट माम गर्छु खाऊ त ल म गर त बाबालाई व्हाइट माम ल्याउने मिठी 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 हुन्न फेरि ए अहिले चोरी आएर खाइदिन्छ अनि कसले थाहा पाउँछ कहाँ अनि त्यति खाइदियो ल कति भयो पेटमा यति आयो पेट अलिअलि त भइन्छ यति खाइन्छ बाबाले भयो ल ल